आज हामी सी प्रोग्रामिङ ल्याङ्ग्वेज रिलेटेड थ्योरिटिकल क्वेसन्सहरूको कुरा गर्छौं र यो थ्योरिटिकल क्वेसन्समा खास गरेर सबै क्वेसन्सहरूको एन्सर पोइन्ट वाइजमा तपाईहरु पाउनुहुनेछ र प्रत्येक एन्सरहरूको डिजाइन 5 मार्क्सको लागि गरिएको छ। अब क्वेसन नम्बर 1 देखि जाउँ र क्वेसन नम्बर 1 मा के भनिएको छ भने फीचर्स अफ द सी प्रोग्रामिङ ल्याङ्ग्वेज। वास्तवमा सी प्रोग्रामिङ ल्याङ्ग्वेजको फीचर्स के छ त? सुरुमा हेर्दाखेरि सी प्रोग्रामिङ ल्याङ्ग्वेजलाई एउटा मिडल लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज भनिएको छ। किनभने यो मिडल प्रोग्रामिङ ल्याङ्ग्वेज भन्नुको कारण के छ भने सी प्रोग्रामिङ ल्याङ्ग्वेज ह्युमन्स र कम्प्युटरको लागि पनि अन्डरस्ट्यान्डेबल भएको कारणले गर्दा त्यो बोथ एज ह्युमन्स एज वेल एज कम्प्युटर सिस्टमको बुझाइको लागि एकदमै सजिलो भएको कारणले गर्दा यसलाई मिडल प्रोग्रामिङ ल्याङ्ग्वेज भनिएको। अर्को पोइन्टमा चाहिँ सिम्पल एन्ड इजी टु लर्न। वास्तवमा यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजलाई यो बुझ्न एकदमै नै सजिलो छ र यसलाई सजिलै बुझ्न सकिएको कारणले गर्दा यसलाई सिम्पल एन्ड इजी टु लर्न भनेर भनिएको छ। अर्को तेस्रो पोइन्टमा के भनिएको छ भने यो चाहिँ पोर्टेबल प्रोग्रामिङ ल्याङ्ग्वेज हो। पोर्टेबल भनेको ओसार गर्न सकिने, अर्थात् एउटा सिस्टममा डिजाइन गरिएको सी प्रोग्रामिङ ल्याङ्ग्वेजलाई हामी अर्को हार्डवेयर अथवा अर्को सिस्टममा पनि यसलाई हामी रन गराउन सक्छौं र त्यही फिचर्स भएको कारणले गर्दा यसलाई पोर्टेबल प्रोग्रामिङ ल्याङ्ग्वेज भनिएको हो। र यसलाई हामी स्ट्रक्चर पनि भनिएको हो, स्ट्रक्चर प्रोग्रामिङ ल्याङ्ग्वेज पनि भनिएको हो र यो चाहिँ एकदमै फास्ट र इफिसिएन्ट हो। भनेपछि यो प्रोग्रामिङ ल्याङ्ग्वेजमा अथवा सी कम्पाइलरमा हामी सी प्रोग्रामिङको कोड लेख्दा यसलाई कम्पाइल गर्दा यो एकदमै छिटो कम्पाइल हुने हो र यो एकदमै फास्ट कम्पाइल भएको कारणले गर्दा यसलाई फास्ट र इफिसिएन्ट भनिएको हो। अर्को कुरा यसलाई रिच लाइब्रेरी फंक्सन पनि भनिएको हो। किनभने यो सी प्रोग्रामिङसँग जुन लाइब्रेरी फंक्सन छ त्यसमा एकदमै फंक्सनहरूको त्यो रिच भएको कारणले गर्दा यसलाई रिच लाइब्रेरी फंक्सन भनिएको हो। यसमा धेरै नै लाइब्रेरीहरू भएको कारणले गर्दा यो सी प्रोग्रामिङमा धेरै नै लाइब्रेरी फंक्सनहरू भएको कारणले गर्दा यसलाई रिच लाइब्रेरी फंक्सन भनिएको हो। र 7 नम्बरमा के भनिएको छ यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजले पोइन्टर र मेमोरी म्यानेजमेन्ट पनि भन्ने एउटा फंक्सनलाई पनि यसले सपोर्ट गर्ने गर्दछन्। अब हामी सेकेन्ड नम्बरको क्वेसनमा आउँछौं र सेकेन्ड नम्बरको क्वेसनमा के भनिएको छ व्हाट आर द एडभान्टेज एन्ड डिसएडभान्टेज अफ द सी प्रोग्रामिङ ल्याङ्ग्वेज। वास्तवमा यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजको एडभान्टेज हुन्छ भने यसको डिसएडभान्टेज पनि छ र यता एडभान्टेजमा के भनिएको छ भने यो सी प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ एकदमै फास्ट हो। भनेपछि यसमा कुनै पनि कोड एक्जिक्युसन हुन धेरै नै कम समय लिन्छ, त्यही भएर यसलाई फास्ट एक्जिक्युसन कोड भनिएको छ। अर्को कुरा यसलाई पोर्टेबल ल्याङ्ग्वेज भनिएको छ र तेस्रोमा यसलाई इजी टु लर्न एन्ड युज भनेपछि यो सजिलो छ। यो पढ्नको लागि सजिलो भएको कारणले गर्दा पढ्न र प्रयोग गर्न एकदमै सजिलो भएको कारणले गर्दा यसलाई इजी टु लर्न एन्ड युज भनिएको छ। सुटेबल फर द सिस्टम प्रोग्रामिङ। अर्को पोइन्टमा चाहिँ भनिएको छ इट हैज अ रिच सेट अफ अपरेटर एन्ड फंक्सन। यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजसँग थुप्रै अपरेटर र फंक्सन भएको कारणले गर्दा यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजले के भनिएको छ रिच सेट अफ अपरेटर एन्ड फंक्सन। अब हामी डिसएडभान्टेजतिर हेर्दाखेरि यो डिसएडभान्टेजमा के भनिएको छ भने नम्बर 1 मा न डाइरेक्ट सपोर्ट्स फर ओओपी। भनेपछि ओओपी भनेको अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज हो। यो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेजलाई यो सी प्रोग्रामिङ ल्याङ्ग्वेजले डाइरेक्ट सपोर्ट गर्दैनन्। यसमा गार्बेज कलेक्सन हुँदैनन्। अर्को कुरा भनेको छ डिफिकल्ट पोइन्टर ह्यान्डलिङ। यो सी प्रोग्रामिङमा पोइन्टरलाई ह्यान्डल गर्न धेरै नै कठिनाइ हुन्छन् र लेस सेक्युरिटी फर द डाटा। यहाँ डाटाहरू लस हुन एकदमै चान्स हुन्छन्। नो एक्सपेक्टेशन्स अफ ह्यान्डलिङ। यहाँ चाहिँ ह्यान्डल गर्ने त सम्भावना। क्वेसन नम्बर 3 मा क्यारेक्टर सेट्सको कुरा गरिएको छ। सी प्रोग्रामिङमा भएको क्यारेक्टर सेट्सको कुरा गरिएको छ। वास्तवमा सी प्रोग्रामिङमा थुप्रै क्यारेक्टर सेट्सहरू हुन्छन्।
तीमध्ये सुरुमा हामी हेर्नेछौँ अल्फाबेट्स, सेकेन्डमा हेर्छौँ डिजिट्स, थर्डमा हेर्छौँ स्पेशल सिम्बल र फोरमा हेर्छौँ व्हाइट स्पेस। अनि यो अल्फाबेट्समा के हुन्छ भने क्यापिटल एदेखि क्यापिटल जेडसम्म पर्छ भने यसले अर्को स्मल एदेखि स्मल जेडसम्म पनि कन्टेन गरेको हुन्छन्। डिजिटको कुरा गर्दाखेरि 0 to 9 सम्मको कुरा गरिएको छ र स्पेशल सिम्बलमा यो अर्थमेटिक सिम्बलदेखि लिएर तपाईको स्पेशल सिम्बलमा # र etc को पनि कुरा गरिएको छ र व्हाइट स्पेस भन्नाले यसमा स्पेस र ट्याब र न्यू लाइनको कुरा गरिएको छ। अब हामी क्वेशन नम्बर 4 मा हेर्छौँ। यहाँ डिफरेन्सेस बिट्विन कीवर्ड एन्ड आइडेन्टिफायर को कुरा गरिएको छ। कीवर्ड भनेको के हो भने रिजर्भ वर्ड हो। सी प्रोग्रामिङमा कीवर्ड भन्नाले रिजर्भ वर्ड भनेर के बुझिन्छ भने सीमा जति पनि कीवर्डहरू छन् ती कीवर्डहरू कम्प्युटरको लागि मात्र प्रयोग हुन्छन्। अर्थात् सी प्रोग्रामिङमा भएका वर्डहरू जुन रिजर्भ हुन्छन् त्यो रिजर्भ वर्डहरूलाई सी कम्पाइलरले आफ्नै पर्पजको लागि युज गरिन्छ र त्यो कीवर्डहरू युजरद्वारा युज गर्न सकिँदैनन्। अर्को कुरा के भनेको छ इट ह्याज फिक्स मिनिङ। त्यो प्रत्येक कीवर्डहरूको आफ्नै मिनिङ हुन्छन् र यसको थर्ड नम्बरमा के भनेको छ क्यान नट बी चेन्ज। तर तिनीहरूको मिनिङ हामी आफै युजरले चेन्ज गर्न सक्दैनौँ किनभने त्यो कीवर्डमा भएका जुन रिजर्भ वर्डहरू छन् ती रिजर्भ वर्डहरूको मिनिङ फिक्स भएको कारणले गर्दा हामीले त्यसलाई चेन्ज गर्न सक्दैनौँ र ती कीवर्डहरूको इक्जाम्पल जस्तो एउटा इन्ट भयो, एउटा इफ भयो, एउटा व्हाइल भयो। अर्को कुरा के भनेको छ भने एकातिर यो आइडेन्टिफायरको कुरा गरिएको छ। यो आइडेन्टिफायरमा फर्स्टमा के भनेको छ भने यो एउटा युजर डिफाइन्ड नेम हो भनेपछि यो युजरले डिफाइन गर्न सकिने नेमलाई हामी युजर डिफाइन्ड नेम भन्छौँ। अर्को पोइन्टमा के भनेको छ भने युज फर भेरिएबल फंक्सन। यो खास गरेर जब युजरले कुनै कुरालाई डिफाइन गर्छ अर्थात् जब युजरबाट कुनै कुरा नेम दिइन्छन् त्यो नेम खास गरेर त्यो भेरिएबल हुन सक्छ या कुनै फंक्सनको नेम हुन सक्छ। त्यो प्रोग्रामरले चुज गर्न अधिकार पाएको कारणले गर्दा इट क्यान बी चुजन बाइ द प्रोग्रामर भनिएको छ। जस्तो इक्जाम्पलमा हेर्यो भने सम, अनि अर्को भयो टोटल। यस्ता हामी थुप्रै त्यहाँ डिजाइन गर्न सक्छौँ अर्थात् नेम राख्न सक्छौँ र ती युजरले राख्न पाएको कारणले गर्दा यसलाई आइडेन्टिफायर भनिएको हो। अब हामी क्वेशन नम्बर 5 मा के भनिएको छ आइडेन्टिफायर भनेको के हो, अनि कीवर्ड भनेको के हो, कन्स्ट्यान्ट भनेको के हो र भेरिएबल भनेको के हो। आइडेन्टिफायरमा 1 नम्बरमा आइडेन्टिफायर भनेको के हो त वास्तवमा आइडेन्टिफायर भनेको यस्तो नेम हो जुन नेम युजरबाट क्रिएट गर्न सकिन्छ र त्यो नेम जुन युजरबाट क्रिएट हुन्छन् त्यो खास गरेर त्यो चाहिँ भेरिएबलको हुन्छ अर्थात् त्यो फंक्सनलाई दिन सकिनेछ अथवा अर्थात् त्यो एरेलाई दिन सकिन्छ। जस्तै इक्जाम्पलको लागि टोटल भयो। त्यस्तै गरी कीवर्डको कुरा गर्दाखेरि कीवर्ड एउटा रिजर्भ वर्ड हो सीको लागि जुन वर्ड युजरले आफ्नो पर्पजको लागि युज गर्न सकिँदैनन्। जस्तै इन्ट भयो, फ्लोट भयो। यी वर्डहरू कम्प्युटरको लागि रिजर्भ वर्ड हुन् र यी वर्डहरूको छुट्टै मिनिङ भएको कारणले गर्दा कम्प्युटरले आफ्नै कामको लागि आफ्नै पर्पजको लागि युज गरिने भएको कारणले गर्दा यसलाई हामी कीवर्ड अर्थात् रिजर्भ वर्ड भन्छौँ। जस्तै कन्स्ट्यान्ट भन्नाले के बुझिन्छ भने जसको जुन भेरिएबलको भ्यालु हामी चेन्ज गर्न सक्दैनौँ अर्थात् जुन भेरिएबलको भ्यालु चेन्ज हुँदैनन् त्यस्तोलाई हामी के भन्छौँ कन्स्ट्यान्ट भन्छौँ। यता भनिएको छ द भ्यालु फिक्स भ्यालु डज नट चेन्ज द्याट डज नट चेन्ज भनेपछि द भ्यालु अफ द भेरिएबल द्याट क्यान नट बी चेन्ज ड्युरिङ द एक्जिक्युसन अफ द प्रोग्राम एन्ड द्याट क्यान बी कल्ड एज बट कन्स्ट्यान्ट। अनदर कुरा त्यसको इक्जाम्पल हेर्दाखेरि जस्तै 10 भयो अनि 3.1 भयो। जब हामी a = 5 लेख्दा अथवा a = 10 लेख्दा यो के भयो भने जुन यो 5 छ यो भेरिएबल a को फिक्स भ्यालु भयो। अब यसको भ्यालु हामी a को चेन्ज गर्न सक्दैनौँ। जब हामी प्रोग्राम रन गर्छौँ जस्तै म a = 3 लेखे
जब म प्रोग्राम रन गरिहाल्छौ त्यतिखेर त्यो प्रोग्रामले यही a को भ्यालु 3 लाई प्रयोग गरेर उसले हैन इन्डिङसम्म गर्छन् र त्यो इन्टरभलमा जब प्रोग्राम रन हुन्छ र त्यो इन्टरभलमा हामी भ्यारिएबलको भ्यालु चेन्ज गर्न नसकेर त्यो भ्यारिएबललाई हामी के भनेको छौं अर्थात् त्यसलाई हामी के भनेको छौं कन्स्ट्यान्ट भनेको छौं त्यस्तो भ्यालुलाई हामी के भनेको छौं कन्स्ट्यान्ट भनेको छौं अर्को कुरा यो भ्यारिएबल खास गरेर के हुन्छ भने एउटा जसको भ्यालु हामी चेन्ज गर्न सक्छौं अब सपोज म a = 5 लेखेर यसको भ्यालु यदि मैले चेन्ज गर्न सके भने ड्युरिङ द एक्जिक्युसन अफ द प्रोग्राम त्यस्तो भ्यालुलाई हामी भ्यारिएबल भन्न सक्छौं अर्थात् यसले खास गरेर के गर्छ भने यसले एलोकेट गर्छ सर्टेन स्पेस इन द मेमोरी सिस्टम यसलाई डिफाइन गर्दाखेरि हामी के भन्छौं भने आर दोज एन्टिटी भ्यालु व्हिच भ्यालु क्यान बी चेन्ज ड्युरिङ द एक्जिक्युसन अफ द प्रोग्राम जसको भ्यालु हामी परिवर्तन गर्न सक्छौं जसको भ्यालु हामी चेन्ज गर्न सक्छौं प्रोग्राम रन भएको बेलामा अर्थात् ड्युरिङ द एक्जिक्युसन अफ द प्रोग्राम त्यसको भ्यालुलाई हामी के भन्छौं भ्यारिएबल भन्छौं जस्तै x भयो y भयो र ती x र y को भ्यालु हामी प्रोग्राम रन भएको बेलामा परिवर्तन गर्न सक्छौं एकपल्ट प्रोग्राममा y = 5 राख्दाखेरि x = 3 राख्दाखेरि रन गर्दा यसले छुट्टै भ्यालु दिन्छ र फेरि हामी त्यही प्रोग्रामलाई अर्कोपल्ट रन गर्दाखेरि यसको यो x र y को भ्यारिएबल चेन्ज गरिएर रन गर्दा फेरि अर्कै भ्यालु दिएको कारणले गर्दा हामी x र y को भ्यालुलाई डाइनामिक भएको अर्थात् स्ट्याटिक राख्न नसकेको कारणले गर्दा यसलाई भ्यारिएबल भनिएको छ क्वेशन नम्बर 6 मा के भनेको छ सबै किवर्डलाई all the data types are keyword but all the keywords are not data types भनेपछि सबै डाटा टाइप्सलाई हामी के भन्न सक्छौं कीवर्ड भन्न सक्छौं तर सबै कीवर्डलाई हामी के भन्न सक्दैनौं डाटा टाइप भन्न सक्दैनौं भनेपछि सबै डाटा टाइपलाई हामी कीवर्ड भन्न सक्छौं तर सबै कीवर्डलाई हामी के भन्न सक्छौं डाटा टाइप भन्न सक्दैनौं जस्तै 1 नम्बरमा के भनिएको छ डाटा टाइप लाइक इन्ट क्यार फ्लोट र कीवर्ड्स आर द कीवर्ड्स भनेपछि यी इन्ट क्यार र फ्लोट जुन छन् यी सबैलाई हामी के भन्न सक्छौं कीवर्ड भन्न सक्छौं किनभने सबभन्दा पहिला डाटा टाइप भनेको के हो कुरा बुझ्नुपर्छ यो डाटा टाइप भनेको के हो भने यो डाटा टाइप्सले जुन यो लेखिएको छ टाइप्स त्यो टाइप्स के गर्छ भने यो डाटाको टाइप बताउँछ भनेपछि हामी जुन भ्यारिएबलमा डाटा राख्छौं त्यो भ्यारिएबलमा हुने डाटाको नेचर कस्तो छ त व्हाट आर द नेचर दैट you are going to be stored in the भ्यारिएबलमा स्टोर हुन गइरहेको डाटाको टाइप्स कस्तो छ त नेचर कस्तो छ त त्यस्तो नेचर बताउने प्रक्रियालाई अथवा त्यस्तो नेचर बताउने जसलाई हामी के भन्छौं डाटा टाइप भन्छौं डाटा टाइपको एक्जाम्पल भनिएको छ क्यार इन्ट र फ्लोट त्यो इन्टले के सम्बोधन गर्छन् भने हाम्रो भ्यारिएबलमा हुने डाटा टाइप इन्टिजर खालको हुन्छन् क्यारले के भन्छ भने भ्यारिएबलमा हुने डाटा हाम्रो क्यारेक्टर टाइपको हुन्छ भने अर्को हाम्रो फ्लोट टाइपको हुन्छ भन्ने कुरा बुझिन्छ ती सबै इन्ट क्यार र फ्लोटलाई हामी के भन्छौं रिजर्भ वर्ड भन्छौं सीमा तर सबै कीवर्डलाई 3 नम्बरमा के भनेको छ सबै कीवर्डलाई हामी के भन्न सक्छौं डाटा टाइप भन्न सक्दैनौं किनभने इफ इल्स फर व्हाइल हरू पनि के हो त हाम्रो कीवर्ड नै हो कीवर्ड भन्नाले जसको जुन वर्डहरू कम्प्युटरकै लागि हुन्छन् यो प्रोग्रामरले युज आफ्नो पर्पसको लागि गर्न सक्दैनन् अर्थात् भ्यारिएबलको नेम र फंक्सनको नेमको लागि प्रयोग गर्न सकिँदैनन् र जुन वर्ड प्रयोग गर्न सकिँदैनन् त्यस्तो वर्डलाई हामी के भन्छौं कीवर्ड भन्छौं वास्तवमा त्यो यदि इफ इल्स पनि त एउटा कीवर्ड नै हुन् तर यसले कुनै पनि डाटा टाइपलाई डिफाइन गर्दैनन् भ्यारिएबलमा हुने अथवा स्टोर हुने भ्यालुलाई यसले डिफाइन गर्दैनन् डिजाइन गर्दैनन् अर्थात् यसले नेचर बताउँदैनन् त्यही भएको कारणले गर्दा यसलाई हामी कीवर्ड त भन्छौं तर डाटा टाइपको रूपमा हामी यसलाई लिन सक्दैनौं क्वेशन नम्बर
त्यसमा के भनिएको छ भने डिफरेन्ट डाटा टाइप्स युज इन सी प्रोग्रामिङ। सी प्रोग्रामिङ ल्याङ्ग्वेजमा के कस्ता डाटा टाइप प्रयोग हुन्छन् त? सुरुमा भनिएको छ बेसिक डाटा टाइप्स, ड्राइभ्ड डाटा टाइप, इन्युमरेसन डाटा टाइप र वाइड डाटा टाइप। यो बेसिक डाटा टाइपमा तपाईको के पर्छ भने इन्ट पर्छ, क्यार पर्छ, फ्लोट पर्छ र डबल पर्छ। ड्राइभ्ड डाटा टाइपमा के पर्छ भने एउटा एरे पर्छ, पोइन्टर पर्छ र स्ट्रक्चर पर्छ। इन्युमरेसन टाइपमा के इनुम भन्ने कीवर्ड युज पर्छ यसमा। वाइड डाटा टाइप भनेको वाइड हो। पछि क्वेशन नम्बर 8 मा के भनिएको छ कि प्रोग्रामिङ ल्याङ्ग्वेजमा कन्स्ट्यान्ट भनेको के हो र त्यसको डाटा टाइप्स के छ त? यता कन्स्ट्यान्ट means the fixed value. That means the value cannot be changed during the execution of the program. जसको भ्यालु के हुन्छ चेन्ज हामी गर्न सक्दैनौँ जब प्रोग्राम रन हुन थाल्छ। एन्ड भ्यालु क्यानट बी चेन्ज, यो कुरा त भनिएको छ। र अर्को यसमा हुने टाइप्सहरू एक नम्बरमा भनिएको छ इन्टिजर कन्स्ट्यान्ट, दोस्रोमा भनिएको छ फ्लोटिङ कन्स्ट्यान्ट, तेस्रोमा भनिएको छ क्यारेक्टर कन्स्ट्यान्ट र चौथोमा चाहिँ स्ट्रिङ कन्स्ट्यान्ट। र यो चाहिँ तपाईको इन्टिजर कन्स्ट्यान्टमा के रे होल नम्बर पढ्ने गर्दछ। होल नम्बरमा पढ्ने सबै जति नम्बरहरू इन्टिजर कन्स्ट्यान्टलाई भनिएको छ। फ्लोटिङ कन्स्ट्यान्ट भन्नाले डेसिमल नम्बरलाई सम्बोधन गरिएको छ र डेसिमल नम्बरमा पढ्ने सबै जति नम्बरहरूलाई फ्लोटिङ कन्स्ट्यान्ट नम्बरको रूपमा लिएको छ। क्यारेक्टर कन्स्ट्यान्ट भन्नाले एउटा सिंगल क्यारेक्टरलाई दर्शाउँछन् र त्यो खास गरेर सिंगल कोटमा युज गरिन्छ। स्ट्रिङ कन्स्ट्यान्ट भन्नाले ग्रुप अफ क्यारेक्टर जसलाई यो डबल कोट्समा राख्ने गर्दछन्, डबल कोट्समा युज गरिने गर्दछन्। त्यस्तो ग्रुप अफ वर्ड्सलाई हामी स्ट्रिङ कन्स्ट्यान्टको रूपमा राखिन्छ, अर्थात् त्यसलाई स्ट्रिङ कन्स्ट्यान्ट भनिएको छ। क्वेशन नम्बर 9 मा के भनिएको छ डिफरेन्स बिट्विन एक्स इन्क्लोज इन सिंगल कोट एन्ड एक्स इन्क्लोज इन डबल कोट्स इन द सी प्रोग्रामिङ ल्याङ्ग्वेज। भनेपछि सिंगल कोटमा प्रयोग अथवा राखिएको एक्स र डबल कोटमा राखिएको एक्सको बीचमा के फरक छ भनेर भनिएको छ। वास्तवमा यसो हेर्दाखेरि यो भन्दा अगाडिको स्लाइडमा हामी के हेरेको थियो, जुन सिंगल कोटमा राखिन्छ त्यसलाई हामी के भन्छौँ क्यारेक्टर कन्स्ट्यान्ट भनेका थियो र डबल कोटमा राखिएको त्यो क्यारेक्टर अथवा स्ट्रिङलाई हामी के भन्छौँ स्ट्रिङ कन्स्ट्यान्ट भन्छौँ। र यता पनि त्यही भनिएको छ सिंगल कोटमा राखिएको क्यारेक्टर अथवा एक्सलाई क्यारेक्टर कन्स्ट्यान्ट भनिएको छ। अर्को पोइन्टमा इट इज युज इन सिंगल कोट्स र स्टोर्स वन क्यारेक्टर्स भनिएको छ। इक्जाम्पलमा सिंगल कोटमा राखिएको एलाई सम्बोधन गरिएको छ। जस्तै स्ट्रिङ कन्स्ट्यान्ट भन्नाले यो डबल कोटमा राखिएको एक्सलाई सम्बोधन गरिएको छ भने त्यसलाई डबल कोट्समा युज गरिन्छ भनेर भनिएको छ। र स्टोर्स क्यारेक्टर्स एज वेल एज नल भनेपछि डबल कोट्समा हामी खाली पनि युज गर्न सक्छौँ डबल कोट्सलाई, त्यसलाई नलको रूपमा भनिएको छ भने त्यसलाई क्यारेक्टर्सलाई होल्ड गर्न पनि अथवा ग्रुप अफ क्यारेक्टर्सलाई होल्ड गर्न पनि हामी प्रयोग गर्छौँ र त्यसलाई हामी के भन्छौँ स्ट्रिङ कन्स्ट्यान्ट भन्छौँ। र इक्जाम्पल एउटा चाहिँ ए which is stored within the double quotes भनेर भनिएको छ। क्वेशन नम्बर 10 मा के भनिएको छ भने स्टेप सिक्वेन्स भनेको के हो? स्टेप सिक्वेन्स भनेको एउटा स्पेशल क्यारेक्टर हो जसले चाहिँ ब्ल्याक स्ल्यास हुन्छ र ब्ल्याक स्ल्यास भनेको हामी इन्क्लाइन्ड लाइनलाई बुझ्ने गर्छौँ। यो खास गरेर फर्मेटिङ आउटपुटको लागि हामी युज गर्छौँ। जस्तै स्ल्यास लाइन एउटा जुन स्ल्यास लाइन छ त्यसलाई हामी न्यू लाइनको लागि युज गर्छौँ भने यो स्ल्यास हामी ट्याग स्पेसको लागि युज गर्छौँ। दोस्रो भने स्ल्यास बी हामी ब्याक स्पेसको लागि युज गर्छौँ भने यो डबल स्ल्यास हामी ब्याक स्ल्यासको लागि युज गर्छौँ भने स्ल्यास विथ सिंगल कोटलाई हामी खास गरेर डबल कोट्सको लागि युज गर्छौँ। नम्बर 11 मा के भनिएको छ भने अपरेटर भनेको के हो र अपरेटर्सको टाइप्स के छ त सी प्रोग्रामिङमा।
सुरुमा हेर्दा हो भने सुरुमा अर्थमेटिकको कुरा गरिएको छ, त्यसपछि रिलेसनलको कुरा गरिएको छ, त्यसपछि लजिकलको कुरा गरिएको छ भने त्यसपछि एसाइनमेन्टको कुरा गरिएको छ र अन्तिममा इन्क्रिमेन्ट र डिक्रिमेन्ट अपरेटरको कुरा गरिएको छ। अर्थमेटिक अपरेटरको कुरा गर्दाखेरि यो अर्थमेटिक अपरेटरमा तपाईँको प्लस माइनस मल्टिप्लिकेसन डिभिजन र पर्सेन्टेज साइन पर्छ भने रिलेसनल अपरेटरमा ग्रेटर देन लेस देन इक्वल टु नट इक्वल टु पर्छ भने यो लोजिकल अपरेटरमा एन्ड अपरेटर अर अपरेटर र यसलाई नट अपरेटर भन्छन् भने यसलाई यो एसाइनमेन्ट अपरेटरमा यो इजिकल टुको प्रयोग गरिन्छ, प्लस इजिकल टु प्रयोग गरिन्छ, यसलाई पोस्ट एसाइनमेन्ट भन्छ भने यो हाम्रो प्री एसाइनमेन्टको कुरा गरेको छ भने यता इन्क्रिमेन्ट र डिक्रिमेन्टमा यो प्लस प्लसको कुरा गरेको छ भने यता माइनस माइनसको कुरा गरेको छ। यो इन्क्रिमेन्ट भनेको प्लस प्लसलाई जनाउँछन् भने यो डिक्रिमेन्ट भनेको माइनस माइनसलाई जनाउँछन्। क्वेसन नम्बर 12 मा के भनेको छ भने व्हाट इज द लिमिटेसन अफ गेट केयर एन्ड गुड केयर फर रिडिङ एक्सट्रिम। गेट केयर भन्नाले के बुझिन्छ भने गेट केयर इज ओन्ली द वान क्यारेक्टर एट अ टाइम। यसले एकपल्टमा एउटा क्यारेक्टर मात्र रिड गर्छन् र गुड केयरले के गर्छन् भने गुड भनेपछि प्रिन्ट बुझिन्छ र यसले गुड केयरले एकपल्टमा एउटा क्यारेक्टर मात्र प्रिन्ट गर्छन्। नट सुटेबल फर अ लङ स्ट्रिङ, यो चाहिँ यिनीहरू चाहिँ लङ स्ट्रिङहरूको लागि सुटेबल मानिँदैनन् र लङ स्ट्रिङ ह्यान्डल गर्नको लागि गेट केयर र गुड केयर चाहिँ प्रयोग गरिँदैनन्। नीड फर लुप स्ट्रिङ इनपुट एन्ड आउटपुट भनेपछि यिनीहरूलाई लुप स्ट्रिङको लागि इनपुट र आउटपुट पर्पजको लागि प्रयोग गरिन्छ भने यिनीहरू स्लोवर हुन्छन्। गेट र स्क्यानियरको कुरा गर्दाखेरि यिनीहरूको कम्प्यारिजनमा गेट्स र स्क्यानियरको कम्प्यारिजनमा गेट केयर र गुड केयर चाहिँ एकदमै स्लोवर हुन्छन्। यिनीहरू गेट भनेको यसले स्ट्रिङलाई ह्यान्डल गरिने त्यो किवर्डहरू हुन्। त्यही भएर यो स्ट्रिङको ह्यान्डल गरिएको कारणले गर्दा यो गेट केयर र गुड केयर भन्दा नि यो मोर केपेबल पनि मानिन्छ र फास्टर पनि यो गेट केयर र गुड केयर भन्दा गेट यस र स्क्यानियरलाई मानिन्छ।